नमस्कार साथीहरू। तपाईले कहिले कुनै कागजमा आफ्नो सही गर्नुभएको छ होला, जस्तै ब्याङ्कमा, स्कुलमा वा कुनै सम्झौतामा। त्यो सहीले के देखाउँछ भने यो काम मैले नै गरेको हो, मलाई थाहा छ र म यसमा सहमत छु। अब सोच्नुस्, यदि यही काम इन्टरनेट मार्फत, कम्प्युटर वा मोबाइलबाट गर्न सकियो भने नि, त्यही कुरालाई भनिन्छ डिजिटल सिग्नेचर। आजको भिडियोमा हामी एकदम सरल भाषामा बुझ्नेछौँ। यो के हो, नेपालमा यो कहाँ प्रयोग हुन्छ, यसले के फाइदा दिन्छ र कानुनले यसलाई मान्छ कि मान्दैन। चिन्ता नगर्नुस्, कुनै पनि प्राविधिक ज्ञान नभए पनि हुन्छ। म सबै कुरा दैनिक जीवनका उदाहरणले नै बुझाउने छु। मानौ तपाईले एउटा जग्गा किनबेचको कागजातमा सही गर्नु पर्यो। सामान्यतया के हुन्छ? पहिला तपाई आफै मालपोत अफिस जानुहुन्छ। कागजमा कलमले सही गर्नुहुन्छ। अनि सोही कागज हेर्छन्, भेरिफाई गर्छन् र जग्गा किनबेच हुन्छ। अब त्यही काम अनलाइनबाट नै गर्न मिल्ने बनाइयो भने, वा भनौँ विदेश बसेर नै नेपालमा जग्गा किनबेच गर्न सकियो भने नि, कागजको सट्टा डिजिटल सिग्नेचर प्रयोग गरिन्छ। यसले तीनवटा कुरा सुनिश्चित गर्छ। 1. यो साँच्चै तपाईले नै गर्नुभएको हो, अरू कसैले तपाईको नाममा गरेको होइन। 2. यो कागजपछि कसैले बदलेको छैन, जस्ताको त्यस्तै छ। 3. तपाईपछि मैले गरेकै होइन भनेर उम्कन सक्नुहुन्न। सजिलो तुलना, यसलाई तपाईको औँठा छाप, फिङ्गरप्रिन्ट जस्तो सोच्नुस्, जुन कसैको हुन सक्दैन र जालसाजी गर्न सजिलो पनि हुँदैन। डिजिटल सिग्नेचर पनि त्यस्तै हो, तर यो कम्प्युटरमा प्रयोग हुने डिजिटल औँठा छाप जस्तो हो। यो पाउनको लागि तपाईले सरकारले मान्यता दिएको एउटा संस्थाबाट लिनु पर्दछ। उनीहरूले तपाईलाई एउटा डिजिटल परिचय पत्र जस्तै प्रमाणपत्र दिन्छन्, वा भनौँ आइडी र पासवर्ड दिन्छन्। त्यही प्रयोग गरेर तपाई अनलाइन सही गर्न सक्नुहुन्छ। जस्तो कि तपाईले पैसा पठाउन वा पाउन ब्याङ्कमा गएर खाता खोलेर नम्बर लिनु पर्दछ। त्यसैगरी डिजिटल सिग्नेचर प्रदान गर्ने नेपाल सरकारबाट मान्यता प्राप्त संस्थाबाट तपाईले डिजिटल सिग्नेचर लिनु पर्दछ। नेपालमा अहिले डिजिटल सिग्नेचर यी ठाउँमा प्रयोग हुन थालेको छ। पहिलो, सरकारी काम गर्दा कम्पनी खोल्ने वा कम्पनीको वार्षिक विवरण बुझाउने काममा। कर, ट्याक्स, भ्याट तिर्दा वा विवरण बुझाउँदा। 2. ब्याङ्क र वित्तीय काममा। कर्जा वा अन्य कागजातमा अनलाइन नै सही गर्न। 3. टेन्डर, ठेक्का हाल्दा। सरकारी ठेक्का प्रणाली इजिपीमा भाग लिँदा यो अनिवार्य नै हुन्छ। 4. व्यापार वा सम्झौता गर्दा। कागजात, बिल वा इमेल पठाउँदा। यो साँच्चै त्यही व्यक्ति र कम्पनीबाट आएको हो भनेर देखाउन कसरी लिने? सजिलो भाषामा भन्दा, नेपाल सरकारको एउटा निकाय छ, जसलाई अफिस अफ द कन्ट्रोलर अफ सर्टिफिकेसन ओसिसी भनिन्छ। यसैले लाइसेन्स दिएका केही संस्था, सर्टिफाइङ अथोरिटी कम्पनी मार्फत तपाई आफ्नो परिचय पत्र र आवश्यक कागज बुझाएर डिजिटल सिग्नेचर लिन सक्नुहुन्छ, ठिक जसरी तपाई ब्याङ्कमा खाता खोल्नुहुन्छ। कानुनले यसलाई मान्यता दिन्छ कि दिँदैन त? धेरैलाई लाग्छ, यो त कम्प्युटरको कुरा हो, कानुनले मान्छ कि मान्दैन? जवाफ हो, मान्छ। नेपालमा एउटा ऐन छ, जसलाई विद्युतीय कारोबार ऐन 2063 भनिन्छ। यस ऐनले प्रष्ट भन्छ, यदि तपाईले सरकारले मान्यता दिएको ठाउँबाट लिएको डिजिटल सिग्नेचर प्रयोग गर्नुभयो भने त्यो हातले गरेको सही सरहै मान्य हुन्छ। यसको मतलब, यदि कुनै विवाद भयो भने पनि तपाईले डिजिटल सिग्नेचर प्रयोग गरेर गरेको सम्झौता वा कागज अदालतमा प्रमाणको रूपमा पेश गर्न सकिन्छ। अनि यही ऐनले नै त्यो सरकारी निकाय ओसिसी बनाएको हो, जसले कुन संस्थाले डिजिटल सिग्नेचर दिन पाउने भनेर नियन्त्रण गर्छ, ताकि कोही नक्कली वा असुरक्षित तरिकाले यो नदेओस्। सरल शब्दमा भन्नुपर्दा, यो केवल एउटा प्राविधिक चिज मात्र होइन, यो कानुनले नै ठिक छ, यसलाई सही सरह मान्न सकिन्छ भनेको कुरा हो। आजको भिडियोमा हामीले एकदम सजिलो भाषामा बुझ्यौं। डिजिटल सिग्नेचर भनेको आफ्नो सहीको डिजिटल रूप हो। नेपालमा यो सरकारी काम, ब्याङ्क, ट्याक्स र ठेक्कामा प्रयोग हुन्छ। यसले समय, पैसा बचाउँछ र सुरक्षा दिन्छ, र कानुनले यसलाई हातले गरेको सही सरहै मान्यता दिएको छ। यदि तपाईलाई पनि आफ्नो व्यवसाय वा कामको लागि यो चाहिन्छ जस्तो लाग्छ भने
ओसिसीको लाइसेन्स प्राप्त संस्था मार्फत आवेदन दिन सक्नुहुन्छ। भिडियो मन परे लाइक गर्नुहोस्, च्यानल सब्स्क्राइब गर्नुहोस्।